आज तपाईँहरूलाई मैले माइक्रोसफ्ट वर्डमा कसरी क्वेसन पेपर बनाउन सकिन्छ त कसरी क्वेसन पेपर बनाउने त्यसको बारेमा सिकाउन गइरहेको छु। तपाईँहरूले माइक्रोसफ्ट वर्डमा आफैले आफ्नो विषयको पेपर बनाउन कसरी सकिन्छ त्यसको बारेमा म तपाईँलाई फुल भिडियो देखाउनेछु। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। पहिलो सुरुमा मैले माइक्रोसफ्ट वर्ड खोलेँ, यहाँ देख्न सक्नुहुन्छ। यसलाई ओपन गरिसकेपछि अब यसको हामीले पहिलो त यसको फर्मेट मिलाउनु पर्ने हुन्छ। जस्तै तपाईँले पेपरमै लेख्ने हो भने हामीले पोर्ट्रेटमै गराउन सकिन्छ नि। यो तपाईँले पेज लेआउटमा जानुभयो भने यहाँ ओरिएन्टेसनमा पोर्ट्रेटमा ठाडोमा हुन्छ, ल्यान्डस्केपमा 1300 मा। अब हामीले पेपरमै लेख्ने होइन भने एउटा पेपरलाई दुई भागमा विभाजन गरेर हामीले पेपर बनाउनु पर्ने हुन्छ। त्यसको लागि मैले ल्यान्डस्केप चुज गरेँ। ल्यान्डस्केप चुज गरिसकेपछि अब यसलाई मार्जिन पनि हेर्नुपर्छ। हामीले न्यारोमा राख्ने, मैले यो मार्जिन न्यारोमा राख्ने र ओरिएन्टेसनमा ल्यान्डस्केप गर्ने र साइज हामीले A4 साइजमा काम गरिन्छ। प्रिन्टरहरू हाम्रो धेरै A4 साइजको प्रिन्टरहरू हुन्छ, त्यसैले A4 साइजमा गरौँ। र कोलम छ, कोलमलाई चाहिँ 2 कोलममा विभाजन गरेर हामीले लेख्न सुरु। अब हामीले फर्स्टमा हामीलाई हेडिङ के चाहिन्छ त? जस्तै मैले नेपालीमा गराउने छु, फिर्ती गरेँ। त्यसपछि फन्ट साइज मैले 16 वा अब आफूले हेडिङ कति गराइन्छ मैले 17 मा राखेँ। त्यसपछि यो प्याराग्राफ देख्न सक्नुहुन्छ। होममा प्याराग्राफको यो सेन्टर प्याराग्राफबाट लेख्न सुरु गर्ने। जस्तै मैले श्री गङ्गा माध्यमिक विद्यालय, यसै मैले रामपुर पाल्पा, त्यसपछि मैले इन्टर गरेँ। यसलाई नि बिचमा अब कुन परीक्षा त? प्रथम त्रैमासिक परीक्षा। अब यसलाई थोरै मैले यहाँ 0,150 गरेँ, 2082 गरेँ। अब यो तपाईँले हेर्नुभयो भने अलिक टाढा छ। यो दुईटा लाइनको बिचको स्पेसलाई चाहिँ स्पेसलाई हामीले एकदम टाइटमा लेखौँ। यसको लागि म यो प्याराग्राफको यसमा गएँ, रिमुभ स्पेस आफ्टर प्याराग्राफमा क्लिक गर्ने। अझै खान्नु पऱ्यो नि, हामीले 1.0 मा लेखेँ। यो भइसकेपछि फेरि इन्टर गरेँ। अब हामीले कक्षा लेख्नुपर्छ। कक्षा मानौ मैले यहाँ 4 गरेँ। विषय यसलाई यस्तो गरौँ, विषय सामाजिक। तपाईँलाई पहिलो कुरा टाइपिङ जान्नु पर्ने हुन्छ। टाइपिङ जान्नु भने सजिलो हुन्छ। अब तपाईँलाई युनिकोडमा टाइपिङ गर्नुहुन्छ कि अब केमा गर्नुहुन्छ, अलि यतापट्टि यो तपाईँले यसरी यसरी यता लाँदाखेरि स्पेसबाट लानुभन्दा यसरी ट्याब गर्नु भने ट्याब भन्ने हुन्छ। तपाईँको लेफ्ट साइडमा हेर्नु भने TAB ट्याब भन्ने हुन्छ। त्यसबाट धेरै रूपमा धेरै सर्च स्पेसली भन्दा पूर्णाङ्क लेख्नु पऱ्यो। यसमा अब हाम्रो नेपालीमा हुँदैन, यो अल्टा थिचेर गर्नुपर्छ। 0 203 पूर्णाङ्क 0 205 गऱ्यो भने पूर्णाङ्क भयो। पूर्णाङ्क 50 यो तल आयो। यसको पछाडिपट्टि लैजाउँ, यसलाई यसरी अगाडि थोरै स्पेसले लैजाउँ यता। आइसकेपछि फेरि तल। अब समय कति हुन्छ भन्दा 2 घन्टा। 2 घन्टा। अब ती अङ्क गर्न पर्यो। 0 205 18 यति भइसकेपछि हाम्रो हेडिङ चाहिँ सकियो। हेडिङ सकिएपछि अब हामीले यहाँ क्वेसन 1 वा अब यसमा के लेख्ने हो त? 1 को अब माथि हामीले सेपमा गएर लाइनहरू पनि खिचिदिन सक्छौँ। यसरी यसलाई छुट्याइदिन सक्छौँ। यसरी यो लाइनलाई अब यहाँ फर्मेटमा गएर सेप आउटलाइनलाई थोरै
बढाइदिने। यसरी